2.25 मिटरको हामीले कपडा लिएका छौँ। कपडालाई यसरी उल्टोतिर पारेर यसरी फोल्ड गरेर राखेका छौँ र यसको लम्बाइ रहेको छ 27.5 इन्ची। मैले नाप अनुसार म तपाईँलाई भन्दैछु र यसको छाती रहेको छ 40.5 र पेट पनि 40.5 रहेको छ र 18.5 इन्ची यसको सोल्डर रहेको छ र 22 इन्ची यसको बाउला र 16 इन्ची यसको कलर रहेको छ। त्यस नाप अनुसारको सर्टको कटिङ गरेर म देखाउन लाग्छु। सबभन्दा पहिले हामीले यो मार्कालाई यसरी सिधा मार्का लगाउनेछौँ। त्यसपछि यहाँदेखि हामीले लम्बाइको लागि मार्का राख्नेछौँ। लम्बाइ रहेको छ 27.5 इन्ची। 27.5लाई हामीले 1 इन्ची बढाएर राख्नेछौँ। 27.5 भनेपछि 28.5 इन्चीमा राख्नेछौँ र यसै गरेर हामीले सोल्डर डाउन गर्नेछौँ 2.25 इन्ची। त्यसपछि 40.5 इन्ची यसको छाती रहेको छ। हामीले आर्म होलको लागि 10 इन्चीमा राख्नेछौँ। त्यसपछि 17 इन्चीमा यसको कम्मरको भागको मार्का लगाउनेछौँ। 2.25 इन्ची यसरी राख्ने, 10 इन्ची र 17 इन्ची। त्यसपछि 27.5 इन्ची लम्बाइ रहेको छ भनेपछि 1 इन्ची हामीले प्लस गरेका छौँ। 28.5 इन्चीमा यसरी मार्का राखेर सोल्डर डाउनको लागि यो मार्कालाई हामीले यसरी सिधा गर्नेछौँ। यो हाम्रो आर्म होलको लागि, त्यसपछि यो कम्मरको भागको लागि, त्यसपछि यो पुरा लम्बाइ 1 इन्ची प्लस गरेर राखेका छौँ। अब यो गरिसकेपछि अब हामीले यहाँदेखि हामीले मार्जिन राख्नुपर्ने हुन्छ। फोल्ड गर्नको लागि काज बटनको लागि 2 इन्ची राख्नेछौँ। यसरी सेम 2 इन्ची राखेर यो मार्कालाई पनि हामीले सिधा पार्नेछौँ। यसमा हाम्रो फेसन पट्टी र काज बटनहरू रहनेछ। यसको लागि हामीले फोल्ड गरेर आफ्नो हिसाबले यसलाई बनाउन सकिन्छ। अब यसको सोल्डर रहेको छ 18.5 इन्ची। 18.5लाई हामीले 4 भाग गर्दाखेरि 9 गुणा 18 9.25 इन्ची आउँछ। 9.25 इन्ची प्लस हाफ इन्ची हामीले सिलाइको लागि 2 लाइन जति हामीले राख्नेछौँ। र यसको सोल्डर रहेको छ, कलर रहेको छ 16 इन्ची। 16लाई हामीले 12 भाग गर्दाखेरि जति आउँछ त्यति नै हामीले राख्छौँ। यसमा मैले 3 इन्ची राखेको छु। अब यहाँनिर छाती रहेको छ, छाती 40.5 इन्ची। 40.5लाई हामीले 4 भाग गर्दाखेरि 10 इन्चीमा 1 लाइन प्लस गरेर आउँछ। अब यसमा हामीले लुजिङ राख्नुपर्ने हुन्छ। लुजिङ कति राख्ने भन्दाखेरि अब लुज लगाउने मान्छेले तपाईँले 1.25 देखि 2 इन्चीसम्म राख्न सकिन्छ भनेपछि नर्मल लुजिङको लागि हामीले 1.5 इन्ची राखेका छौँ। त्यसपछि यसको कम्मरको भाग पनि पेट बराबर नै रहेको छ 10 इन्ची। 40 4 भाग गर्दाखेरि त्यसपछि 1.5 इन्ची राख्नेछौँ। अब यो छातीमा 12.25 इन्ची आएको छ। यो 12.25 इन्चीलाई हामीले यसरी यहाँनिर राख्नेछौँ। यसरी राखिसकेपछि अब यसको सिधा सेप नै हुन्छ। यसको पेट र छाती बराबर भएको कारणले यसको सेप सिधा भएको कारणले हामीले यसरी मार्का लगाएको छौँ। अब यो मार्का लगाइसकेपछि यो हाम्रो सोल्डरको मार्का तयार गर्नेछौँ। यहाँदेखि 1.25 इन्ची भित्र यसरी राखेर यसरी 1.25 इन्ची जति भित्र राखेर यसरी मार्का गर्ने सिधा। त्यसपछि यसलाई यहाँदेखि राउन्डिङ सिधा यसरी गोलाइदिने। यो मार्का लगाइसकेपछि अब हामीले यहाँदेखि पनि 3.25 इन्चीको मार्का लगाउनेछौँ। यो तपाईँले छातीलाई 12 भाग गर्दाखेरि आउने भाग या तपाईँको कलर रहेको छ 16 इन्ची भनेपछि त्यसलाई कलरलाई 5 भाग गरेर नाप्न सक्नुहुनेछ। एकैचोटि फिक्स नकाट्नु होला। तपाईँले यसलाई पहिले मार्जिन राखेर कटिङ गर्दाखेरि पछि छाँटेर फेरि मिलाउन सजिलो हुन्छ। हामीले यहाँनिर यसको राउन्डिङ सेप दिनेछौँ। त्यस प्रकारले अब यो ग्राफको भर पर्छ भित्र राख्ने भएपछि हल्का थोरै राख्ने, नत्र बाहिर छोड्नु छ भनेपछि यसलाई 2.25 इन्ची 2 देखि 2.25 इन्चीसम्म राख्नुहोस्। अब यसलाई मैले फटाफट कटिङ गरेर फेरि यसको पछाडिको भाग र बाउला कटिङ गरेर देखाउँछु।
अब यो अगाडिको पाटा कटिङ भइसकेको छ। अब हामीले यसको पछाडिको भागलाई कटिङ गर्नेछौँ। पछाडिको भाग पाटा कटिङ गर्दाखेरि हामीले यो भागलाई पहिले यहाँनिर यसरी मिलाउने, यो भागलाई यो बराबर हुनुपर्ने हुन्छ यसरी। त्यसपछि यो अगाडिको भाग हामीले मार्का लगाएको भागदेखि पौने 1 इन्ची यसरी हामीले मार्का लगाउने, यहाँनिर पौने 1 इन्ची भित्रतिर यो भागमा हाम्रो पछाडिको भाग बस्नुपर्ने हुन्छ। यसरी राख्दाखेरि हाम्रो पछाडिको भाग यो मार्कामा ठिकै बसेको हुनुपर्छ। यसरी त्यसपछि यो मार्कालाई हामीले यहाँनिर एउटा सिधा मार्का लगाउँ। त्यसपछि यसको हाम्रो यसको रहेको छ सोल्डर रहेको थियो 18 साढे 18 इन्ची 9.25 इन्चीमा 18.5 हामीले 2 भाग गर्दाखेरि 9.25 इन्च आउँछ। 9.25लाई यसरी हाफ इन्ची सिलाइ मार्जिन सहित यसरी मार्किङ गर्नेछौँ। यसरी यो गरिसकेपछि हामीले यहाँ माथिबाट अलिकति हल्का सेप दिएर यसरी इसको मार्का गर्नेछौँ यसरी। त्यसपछि हल्का क्रस गर्नेछौँ यहाँनिर 2 सुता जति। यसको पछाडिको भाग पनि कटिङ हुँदैछ। पछाडिको पाटालाई अलिकति हामीले यहाँदेखि हाफ इन्ची जति यसरी सानो गर्नेछौँ। त्यो गर्दाखेरि पछाडि धेरै पछाडिको भाग आर्महलको नापको लागि हामीले यसरी यो अगाडिको भागमा यसरी नाप्नेछौँ। नाप्दाखेरि पौने 10 इन्ची आएको छ। ठुलो साइज भएको कारणले पौने 10 इन्चीमा यसरी यो चौडाइ आउनुपर्छ। यसको लम्बाइ रहेको छ 22.5 इन्चीको बाहुला छ। सिधा मार्का लगाउने। त्यसपछि हामीले कपको लागि 2 इन्ची पहिले निकाल्नेछौँ। यहाँदेखि 22.5 इन्ची यसको लम्बाइ छ बाहुलाको। हामीले 1 इन्ची प्लस गरेर 22 इन्ची छ भने 1 इन्ची प्लस गरेर 23 इन्चीमा यसरी मार्का राख्नेछौँ। त्यसपछि यस्तो गरेर हामीले यसलाई यस प्रकारले सेप दिनेछौँ। यहाँदेखि 9.5 इन्चीको कप रहनेछ। 9.5 मा पौने 5 इन्ची राख्नेछौँ। त्यसपछि पौने 1 इन्ची यहाँदेखि 3.5 इन्ची तल यसरी मार्का राख्ने। त्यसपछि पौने 10 इन्चीमा यसरी मार्का लगाउने। यो मार्कादेखि अब हामीले यहाँदेखि यस प्रकारले सेप दिनेछौँ बाहुलाको। तपाईले अब कसैको ठुलो छ भने यस प्रकारले पनि सेप दिन सक्नुहुनेछ। हाम्रो यो पाखुरा यो भन्छ नि यसलाई यसरी पनि दिन सकिन्छ। र यो दिइसकेपछि अब यहाँदेखि हामीले 2.5 इन्ची जति यतिमा 2 देखि 2.5 इन्ची यति राख्ने मार्का। त्यसपछि यो सेपले यस प्रकारले सेप दिने। यहाँबाट यसरी सेप दिन्छौँ। त्यसपछि यसको पछि यो सिंगल बाहुला कटिङ भएको छ। यहाँदेखि फेरि यो अगाडिको पाटालाई यस प्रकारले यहाँ सेप दिन्छौँ। पौने इन्ची जति यसरी गरेर निकाल्नेछौँ।
त्यही खानु। 5 देखि पौने 5 इन्चीसम्म यसरी हामी यो भाग यसरी राख्नेछौँ। त्यसपछि अर्को बाहुला कटिङ गर्नको लागि हामीले यो बचेको भागमा छापेर अर्को बाहुला तयार गर्नेछौँ। तिरा कटिङ बाँकी छ, तिरा कटिङ गर्नेछौँ। तिरा कटिङ गर्नको लागि सबभन्दा पहिले यस प्रकारको जुन बचेको भाग छ त्यो भागले हामी यसरी यो कपडा लिएका छौँ। त्यसपछि यसको 18.5 इन्ची रहेको छ तिरा। हामीले यहाँ सबभन्दा पहिले यति कपडा मार्जिन राखेर यसरी एउटा मार्जिन राखेँ, त्यसपछि हाफ इन्ची जति यसरी मार्जिन राख्यौँ। यो दोस्रो मार्जिनको मार्कादेखि हामीले यहाँदेखि नाप्ने 18.5 इन्ची छ, 9.25 इन्ची। 18.5 लाई 2 भाग गर्दाखेरि जति भाग हुन्छ त्यति नै यहाँनिर मार्जिन राख्ने छ। यसरी आएको छ 18.5 इन्ची, 9.25 इन्ची। यो मार्कालाई यसरी सिधा राख्ने, त्यसपछि यो मार्कालाई पनि यहाँ सिधा गर्ने। यहाँदेखि हामीले 6 इन्चीमा राख्नेछौँ। यो हाम्रो यताबाट 4 इन्चीमा यसरी मार्का राख्ने सिधा। त्यसपछि यो लाइन र यो लाइनलाई यसरी मिलाउने। त्यसपछि हामीले यहाँनिर अघि 3 इन्ची राखेका थियौँ, तर यसमा हामीले पछि छाट्नु पर्ने हुन्छ, त्यस कारणले 2.5 इन्चीमा राख्नेछौँ। यहाँदेखि तल 1.25 इन्चीमा यसरी मार्का राख्ने, यसरी मार्का राख्ने। मार्कालाई यस्तो गर्ने, यसरी मार्जिन गर्ने। अब यो बचेको भागलाई हल्का हाफ इन्ची जति बाहिरतिर राखेर यहाँनिर पनि यसको सेप दिने, हल्का 2 इन्ची। यो तिराको भाग तयार भएको छ। अब यसलाई हामीले यसरी कटिङ गरेर राख्नेछौँ। तपाईलाई यो भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै कमेन्ट र प्रतिक्रिया दिनु होला। र आगामी दिनहरुमा यस्तो भिडियोहरु तपाईले हेर्न सक्नुहुनेछ। च्यानललाई सब्स्क्राइब गरिदिनु होला। आप